छ्याज्यालो साथीहरू, मलाई चाहिँ भिडियो आज खासै बनाउनु मन लागिरहेको थिएन, तर पनि बनाउनु पर्यो है साथीहरू। हिजोको त्यो घटना देखेर डराइ आमाको घर गएको कि म दादिनको पुल बगाएको देखेको, अनि यो पुल पनि बगाउँछु कि भनेर यस्तो पिर लागेको कि मलाई। हेर्नु न कस्तो डरलाग्दो भेल, आमामा यस्तो उर्लेर आएको कि हिजो झन् कस्तो भएको थियो होला है। म त कहीँ गएन कि डरले, घर छोडेर यताउता कतै नि गएन कि, किनभने के जानु, आज पनि जानै मन लागेन कि त्यो नारायणतिर। कति त्यो भिडियोमा त्यो लासहरू देखेको देख्दै टाउको दुखेर मलाई त केही जाँगर नआएको। तैपनि आमा घर त जानु पर्यो, कामले जानै पर्ने हुन्छ, आमा मात्रै हुनुहुन्छ नि त गाउँमा। त्यस कारणले म चाहिँ गएँ कि गाउँतिर, आमालाई काममा गएको आमालाई भेट्न नि पर्यो। आमा छोरीको कपाल जिङ्रिङ्ग भएको नि त। आमा हेर्नु न, मेरो कपाल त जम्मै फुल्यो भनेर त नामै त सारे बुढाको खलक रे कि, गुरुङ भाषाबाट चाहिँ कपाल फुल्नेको खलक रे कि हामी चाहिँ बचपनबाटै। अब यसको आमा सारे बुढाको सन्तान रे हामी। सारे भने के हो आमा? सारसी के हो त्यो? सारसी भने कपाल फुल्ने। हाम्रो आमाको त कपाल बेसरी राम्रो थियो, आएर फुलेको नि थिएन, आजभोलि फुल्या। घरबाबुको चाहिँ बस्रेङ्गै हो। मेरो बाटो गएर मेरो छोराछोरी फुल्या बिचरा। आफूलाई त केटी आमा आफूलाई त म केटकेटी हो जस्तो लाग्छ, तर के गर्ने है, शरीरले पुरै फुलिसक्यो त बुढी भयो भने साँच्चै हो, म त केटकेटी लाग्छ हौ आमा। म त अब त मेरो त मन माथि छैन, तल्ल गयो अब खुदा आयो। हिजो अर्का त्यस्तो रमाइलो भयो, आज त अलिक बिचरा किन्दै नुहाइदियो, त्यसको छोरा पनि नुहाइदियो, बेला खुइ मालिस बेला यहाँ 4 दिन आमै मै आफू नि है। अलिकति खलाएर यहाँ सुत भनेको सुत्दैन, त्यही पुरानै घरमै सुत्छ उ त। यस्तो यहाँ आएर सुते नि हुन्थ्यो नि, सुत्दैन। यो चाहिँ पूजा कोठा, आमाको पूजा कोठा हो यो चाहिँ। हाम्रो गुरुङहरूको यस्तो हुन्छ कि पूजा गर्ने ठाउँ। तपाईँहरूको कस्तो हुन्छ? हाम्रो आमाले पूजा गर्ने बिहानमा सक्दैन, बुढी मान्छेले पूजा गर्नु पनि सक्दैन। जो सफा गरिदिएको रहेछ बिहानले यो घर। अहिले चाहिँ म चाहिँ आइराखेँ होइन, यहाँ त्यहाँ आउँछु अनि उता जान्छु। भनेपछि चामल 3 बोरा अब डडालोलाई 10 रुपियाँ रे। ए घर खत्तम पार्यो नि यो सिमेन्ट प्यानलको घर। विकास चोक, चितवन विकास चोकको त्यो जस्तो ठगमार चाहिँ कोही पनि होइन रहेछ कि। यस्तो ठगमार छ नि, यस्तो बिगारिदियो हाम्रो घर त के कुरा गर्नु। तर यिनीहरूले नि यस्तो पो गरेर फेरि के हो त नदेखेको त मैले त। कस्तो राम्रो देखेको गाउँ त, यो समयमा त कस्तो सफा देख्छ नि, सफा झिलिलिली देख्छ। आज जिम नि गएन, जानु मन नि लागेन, न्युजहरू हेर्दा दिक्क लाग्ने कि। हेर्नु त हाम्रो आमा
बारीमा काम गरिराख्ने खालि काम गर्ने हुन त उसलाई काम गर्नु नि राम्रै हो किनभने काम गऱ्यो भने उसलाई कस्तो अलि दुख्नु कम हुन्छ अरे कि हात खुट्टा के पेल्नु पठाएको थियो म त दिउँसो सुत्दाखेरि अलिअलि कता कता सुनेको थियो के लिएर आयो अटोवालाले के पिनेर धान पिनेर लिएर आयो क्या हो छ अनि मलाई त रमाइलो लाग्छ हो हरियाली मनपर्छ कि आजभोलि त के भएको हो बुढी भएर क्या हो म त पैसा त दिने हो के अरे सरकारलाई के अरे बाढी यो अहिले यो बाढी उसलाई हर्का साम्पाङको क्युआरमा हालिदिने हो मलाई हर्का साम्पाङ मनपर्छ त्यही भएर हर्का साम्पाङकोमा हालिदिए मलाई हर्का साम्पाङ राम्रो लाग्छ हर्काकोमा हाल्ने हो पैसो कस्तो आनन्द छ है कस्तो क्लियर के यो समयमा डास्टुङ्गा अघि कस्तो सानो डास्टुङ्गा नि डुबाएको थियो अहिले त अलि माथि आएछ मिठो हावाको सिरी हावाको घर जानु पनि झ्याउ लाग्यो जानु परिहाल्यो आमा घरबाट दुध लिएर आएको कि यो चाहिँ पकाएको दुध अनि अर्को चाहिँ मैले काँचो दुध बोकेर आएको कि अनि आमा घरमा यतिकै फालेको छ हो हिनामिना गरेर अनि हामीले